आज चाहिँ हामी अप्सनल म्याथको चाहिँ एसई 2081 को चाहिँ क्वेसन सल्भ गर्न गइरहेका छौँ। यो चाहिँ हाम्रो सेट ए हो है। सेट ए को चाहिँ सोल्युसनहरू भयो। फर्स्ट क्वेसन हेरौँ। फर्स्ट क्वेसनमा के भन्छ, क्युबिक फङ्सनको डेफिनेसन भनेको छ। क्युबिक फङ्सन भनेको चाहिँ जहिले पनि इट इज अ पोलिनोमियल फङ्सन where A, B, C, and D are constants. For example, एक्जाम्पलको लागि चाहिँ हामीले के दिन मिल्छ, जस्तै these are the examples of the cubic functions. Okay. अब सेकेन्ड नम्बर हेरौँ है। सेकेन्ड हो एसएन भनेको के हो यो लेख भनेको छ। एसएन भनेको n/2 ब्राकेट 2a प्लस n माइनस 1 d। यति लेखेपछि भइहाल्यो यो सेकेन्डको। थर्ड क्वेसनले के भनेको छ, राइट द नेम अफ द सेट अफ नम्बर्स व्हिच इज कन्टिन्युअस रे। यसको चाहिँ के हुन्छ भन्दाखेरि रियल नम्बर चाहिँ के हुन्छ, रियल नम्बर भनेको नि एउटा सेट अफ नम्बर्स हो जुन चाहिँ सधैँ कन्टिन्युअस हुन्छ। रियल नम्बर भनेपछि सबै जस्तै 1.1.11 1.12 र यसको भित्रका इलिमेन्टहरू पनि अझ पर्छन् है रियल नम्बरमा चाहिँ। रियल नम्बरमा सबै पर्छ। त्यो कारणले गर्दाखेरि हामीले चाहिँ यसलाई कन्टिन्युअस भन्न मिल्छ। यो रियल नम्बर चाहिँ हाम्रो चाहिँ के हुन्छ, कन्टिन्युअस हुन्छ है। थर्डको एन्सर नि भयो। In which condition the inverse matrix of the given matrix does not exist भनेको छ। कुन कन्डिसनमा चाहिँ इन्भर्स म्याट्रिक्स अफ द गिभन म्याट्रिक्स, कुनै पनि म्याट्रिक्सको चाहिँ इन्भर्स कतिखेर एक्जिस्ट गर्दैन भन्ने म्याट्रिक्स। ठीक छ। 4 नम्बर पनि भयो है। If the slopes of two lines are m1 and m2 respectively, then in which condition these two lines are perpendicular to each other भनेको। यदि माइनस 1 हुन्छ, where m1 र m2 भनेको हाम्रो के हो, m1 र m2 भनेको चाहिँ हाम्रो स्लोप भयो है। एउटा स्लोप भयो, अर्को स्लोप भयो। यति नै भयो। 6 नम्बरको क्वेसनमा चाहिँ which geometrical figure is formed if a plane surface intersects a cone parallel to its base भनेको छ। यो कोन भयो, यो कोनको चाहिँ यो तल्लो भागसँग प्यारलल हुने गरी यो काट्यो भने प्लेन चाहिँ कस्तो हुनु पर्यो, यो प्लेन चाहिँ यसको प्लेनसँग चाहिँ के हुनु पर्यो, प्यारलल हुनु। प्यारलल भयो भने चाहिँ यो कस्तो के बन्छ भने यहाँनिर सर्कल बन्छ है। ठीक छ। एक्सप्रेस sin 3a इन टर्म्स अफ sin a भनेको छ है। के हुन्छ भन्दाखेरि sin 3a को फर्मुला चाहिँ के हुन्छ भन्दा 3 sin a minus 4 sin cube a हुन्छ है। 8 नम्बरमा के छ भन्दा एक्सप्रेस sin a minus sin b इन द प्रोडक्ट फर्म। यसको नि फर्मुला लेख्नुपर्ने छ। sin a minus sin b, यसको फर्मुला के हुन्छ, sin cos sin cos हुन्छ 2 sin a माइनस भएको कारणले साइनमा a माइनस b बाई 2 हुन्छ डट cos के हुन्छ a प्लस b बाई, त्यसले भइहाल्छ 8 को। अब 9 नम्बरमा के छ भन्दा इफ j भेक्टर इज अ युनिट भेक्टर भनेको छ है, along y axis what is the value of j भेक्टरको स्क्वायर भनेको छ। यसलाई स्क्वायरिङ बसाइड गर्यो भने j भेक्टरको स्क्वायर भनेको पनि के हुन्छ, 1 नै हुन्छ। ठीक छ। 10 नम्बरको हेरौँ। यसमा चाहिँ केही लेख्नु पर्दैन, सिधै OA into
OA ड्यास भनेको R स्क्वायर हुन्छ यति लेखेपछि भइहाल्छ ठीक छ ग्रुप बी मा प्रवेश गर्दैछौं ग्रुप बी को चाहिँ 11 नम्बरको क्वेशन है यो चाहिँ 2 मार्क्सको क्वेशन छ गिवन के छ भन्दाखेरि fx भनेको चाहिँ हामीलाई fx इक्वल्स टु अब हामीलाई यहाँ एउटा पोलिनोमियल इक्वेसन दिएको छ क्युबिक इक्वेसन अनि यसलाई चाहिँ डिभाइड गर्न केले x - 3 ले चाहिँ डिभाइड गर्दाखेरि चाहिँ रिमाइन्डर चाहिँ 4 भनेको छ फाइन्ड द भ्यालु अफ m युजिङ रिमाइन्डर थ्योरम अब हामीले अकॉर्डिङ टु रिमाइन्डर थ्योरम भन्दा पनि फर्स्टमा चाहिँ यो डिभाइजर भनेको के छ यहाँ डिभाइजर के छ x - 3 छ ठीक छ x - 3 लाई यसलाई केसँग कम्पेयर गर्छ कम्पेयर with x minus a, we get a equals to 3. So, according to remainder theorem ले के भन्छ according to remainder theorem fa भनेकै रिमाइन्डर हुन्छ के ठीक छ हामीले रिमाइन्डर दिइसकेको छ है हामीलाई यहाँनिर रिमाइन्डर कति भनेको छ रिमाइन्डरलाई हामीले r भन्छौं r भनेको हामीलाई 4 दिइसकेको छ fa भनेकै हाम्रो के हुन्छ रिमाइन्डर रिमाइन्डर भनेको त हाम्रो r हो यति भइसकेपछि r अब fa भनेको a भनेको त हाम्रो 3 हो ठीक छ f3 इक्वल्स टु रिमाइन्डर हाम्रो कति हो 4 4 अब हामीले यो भ्यालु यो f3 भनेको हामीले यहाँ राख्दै जान्छौं गर्दाखेरि 3 को क्यूब प्लस m into 3 को स्क्वायर माइनस 3 प्लस 7 इक्वल्स टु 4 हुन्छ 3 यसरी चाहिँ m को भ्यालु चाहिँ हाम्रो -3 रिमाइन्डर थ्योरम लगाएर है यो इनइक्वालिटी छ जुन चाहिँ x - y ग्रेटर देन अर इक्वल टु 2 भनेको छ यो इनइक्वालिटी हामी चाहिँ ग्राफमा प्लट गर्नुपर्छ है फर्स्ट अफ अलमा चाहिँ यो यसको चाहिँ हामीले यो इनइक्वालिटीको बाउन्ड्री लाइन इक्वेसन लेख्ने है यदि x को भ्यालु 0 भयो भने y को भ्यालु -2 हुन्छ y को भ्यालु 0 भयो भने x को भ्यालु 2 हुन्छ ओके अब हामीले टेस्टिङ गर्नुपर्ने हुन्छ है यो इनइक्वालिटीलाई टेस्टिङ गर्नुपर्ने हुन्छ टेस्टिङ x - y एट 0 0 मा टेस्टिङ गर्नु केमा भन्दाखेरि 0 0 मा टेस्टिङ हामीसँग छ x - y यस्तो छ 0 - 0 यस्तो छ 0 यो छ यो चाहिँ फल्स भएको कारणले गर्दाखेरि ठीक छ यसमा चाहिँ अब हामीले यो चाहिँ फल्स भएको कारणले गर्दाखेरि फल्स भएको कारणले गर्दा हामीले चाहिँ यसलाई चाहिँ 0 0 मा नपार्ने गरी नपुर्ने गरी यता फर्काउनु पर्ने हुन्छ है 13 को हामीलाई इक्वेसन दिएको छैन सिधै हामीलाई d दिएको छ dx दिएको छ dy दिएको छ एन्ड फाइन्ड द भ्यालु अफ x एन्ड y भनेको छ फर्स्ट अफ अल गिभनमा लेख्नुपर्दा d भनेको हामीलाई 10 भनेपछि hence the values of x equals to 2 and y equals to 3 सिम्पल छ है ल यो क्वेशन पनि भयो 14 मा चाहिँ हामीसँग दुईटा इक्वेसन छ here two lines 3x - y plus 7
3x minus y plus 7 equals to 0 र kx plus 2y plus 8 equals to 0 भन्ने दुईटा इक्वेसन छन्। यी दुईटा इक्वेसन चाहिँ प्यारलल छन् भनेपछि यी दुईटा प्यारलल छन् भने यिनीहरूको स्लोप, यसको पनि स्लोप यसको पनि स्लोप निकाल्ने, त्यो दुईटा स्लोप इक्वल गरेर के को भ्यालु निकाल्नु पर्ने हुन्छ। फर्स्टमा चाहिँ हामीसँग के छ, फर्स्ट इक्वेसन 3x minus y plus 7 equals to 0 छ। अब यसको स्लोप के हुन्छ, नर्मल्ली यसलाई y equal to mx plus c मा लगे पनि हुन्छ है, यो लेख्न मिल्छ। अब यहाँबाट हाम्रो स्लोप m1 भनेको के लेख्न मिल्छ, स्लोप m1 equals to के हुन्छ 3 हुन्छ है। यसलाई केसँग कम्पेयर गर्ने भन्दाखेरि y equals to mx plus c, योसँग कम्पेयर गर्ने नि m भनेको चाहिँ के हुन्छ 3 हुन जान्छ, त्यही भएर स्लोप m1 भनेको 3 भयो। त्यसैगरी हामीसँग अर्को इक्वेसन चाहिँ के छ, kx plus 2y plus 8 equals to 0 छ है। और यसलाई पनि y equal to mx plus c मा लयो भने y equals to के हुन्छ kx y equals to minus kx minus 8 by 2 हुन्छ। बेला अलि राम्रोसँग लेख्दा minus k by 2x minus 4 हुने है। अब यसलाई पनि कम्पेयर गर्ने केसँग y equals to mx plus c सँग कम्पेयर गर्ने m को भ्यालु के हुन्छ, यो हुन्छ, m को भ्यालु यो हुन्छ है, m को भ्यालु। त्यही भएर यसको लागि चाहिँ स्लोप m2 भनेको के हुन्छ, स्लोप त्यसको लागि m2 भयो, त्यसको लागि m1 भयो, यसको लागि m2 भयो, m भनेको minus k by 2 है। अब अकर्डिङ टु क्वेसनले के भन्छ, अकर्डिङ टु क्वेसन two lines are parallel भनेको छ, two lines are parallel भनेको छ। सो के हुन्छ m1 equals to m2 हुन्छ, दुईटाको स्लोप चाहिँ इक्वल हुनु पर्ने हुन्छ। m1 भनेको हाम्रो 3 भयो अनि minus k by 2 हुने भयो m2 भनेको, और k को भ्यालु के हुन्छ minus 6 हुने पर्ने रहेछ है। ल k को भ्यालु minus 6 भयो भने के भनेको minus 6 भयो भने चाहिँ हाम्रो चाहिँ यो दुईटा इक्वेसन चाहिँ प्यारलल हुन जान्छ। ल यसको सोलुसन पनि यति नै भयो। अर्को छ 15 नम्बरको, ट्रिगोनोमेट्रीबाट हामीलाई प्रुफ दैट सोधेको छ। प्रुफ दैट फर्मुला छ sin c minus sin d cos c minus cos d, त्यसकै फर्मुला आउने sin 50 minus sin 30 by cos 30 minus cos 50 छ। यसको फर्मुला आउँदा के हुन्छ, sin cos हुन्छ 2 sin 50 चाहिँ के हुन्छ माइनस हुन्छ minus 30 by 2 cos 50 plus 30 by 2 by अब cos minus cos के हुन्छ sin sin नै हुन्छ, के हुन्छ 2 sin एउटामा 30 plus 50 by 2 हुन्छ, डट अर्कोमा sin के हुन्छ 50 minus 30 हुन्छ, उल्टिन्छ है 50। अब 2 sin के हुन्छ यहाँ 50 minus 30 भनेको 20 हुन्छ, 2 sin 10 डिग्री भयो, डट cos 80 भनेपछि यहाँ कति भयो 40 भयो, ठीक छ। अपन यो कति हुन्छ 50 30 80 हुन्छ, कति हुन्छ 2 sin 40 डिग्री भयो। अब sin 50 minus 30 भनेको 20 भयो, 20 by 2 भनेको sin 10 डिग्री भयो, यो र यो क्यान्सल आउट हुने भयो, 2 र 2 पनि क्यान्सल आउनु भनेपछि बाँकी रह्यो के cos 40 डिग्री डिभाइडेड बाइ sin 40 डिग्री हुन्छ, यो भनेको के हुन्छ cot 40 डिग्री प्रुभड है। ल यसको पनि त्यो भइहाल्यो, सम्झिनु छ यो पनि। अब हामी अर्को क्वेसन 16 नम्बरको 16 नम्बरमा के छ भन्दाखेरि we need to find the angle theta, थीटाहरु पत्ता लगाउनु पर्ने छ। हामीलाई दिएको के छ भन्दा 3 tan square theta भनेको हामीलाई के दिएछ 3 tan square theta minus 9 equals to 0 दिएको छ। हामीलाई रेन्ज चाहिँ कति छ 0 डिग्री देखि थीटा देखि 90 डिग्री सम्मको दिएको छ रेन्ज। सो अब यसलाई सल्भ गरौँ। और
3 tan square theta minus 9 equals to 0. और यो भनेको थीटा भनेको 60 डिग्री हुन्छ है। यो चाहिँ हामीले